अप्सरालाई हेर्नु तयारीमा सुरुवात यहाँबाट सबैजना सुन्नु होला पहिलो चरण यही हो पहिलो स्टेपमा छौँ हामी म सबै थोक गर्छु सबै हाम्रो त छिटाउने होइन हामी पिकनिक गएको अब सबैजना मिलेर हामी पिकनिक गएको है पिकनिकको नाम ठाउँ कहाँ हो रासाताल आज हामी एकदम धेरै धेरै खुसी छौँ हामी केटीको स्टाफहरू पिकनिक जाँदैछौँ के भयो अरे तपाईँलाई गुनासो बोल्दैछु नि यिनले मैले चाहिँ दिउँसो ल्याएको गाह्रो भयो अब घरमा छोडेर आउँछु ल कि बाबालाई बोलाइदिनु तेरो सानो सानोको बाबालाई भयो भ्लगमा आउँछ है बाक्लो छ मैले चाहिँ बियर खाएको नखाने हामी बियर खाएको छु ल हामी सबैले एक एक सिप लिएको छौँ गाली खाइयो त क्यान्सल गर्दा तपाईँ मेरो पनि फ्यामिलीको गाली खाइयो भक्कु क्यान्सल गर्दा साथी साथी भयो भन्ने तपाईँ म चाहिँ नआउने भनेको तर सबभन्दा सुरुमै यो बसमा चढ्ने उहाँ चाहिँ गर्मीको लुगा लाएर आउँछु भन्नुहुँदै थियो तर सबभन्दा जाडोको लुगा चाहिँ उहाँले लाएर आउनु भएछ सौरभ सर एकदम हिरो सर आएपछि अर्कै सौरभ सर आएपछि के हुन्छ हाम्रो पिकनिकको अर्कै पिकनिकको रुलुक अझै गर्छ क्या अनि धरानको आउँदैछौँ भनेर हामीलाई अब चाहिँ हामी हल्का ब्रेकफास्ट खाएर रासातालको टुर गर्न आउँदैछौँ त्यसको लिडिङ चाहिँ हाम्रो म्याडम
असिमले गर्दै हुनुहुन्छ, साथमा लघु म्याम मन्द मन्द स्माइल दिँदै हुनुहुन्छ, अगाडि टेक सरहरू खतरा खतरा फोटो सेसन हुँदैछ, फोटोग्राफर सरहरू हुनुहुन्छ। यी सबैजना फोटो खिच्ने भन्नु हुँदैन, सब आइपुगिहाल्छ। नाममा हेर्न टोली आउँदैछन् यताबाट नि कुद्दैछन्। आममा खतरा छ जस। कहाँ छ हाम्रो ग्रुप? हामीलाई त छोडेर पारी गइसक्नु भएछ है। ल ल ल गाउनु गाउनु। मेरो भ्लगमा आउँछ, तपाईहरुलाई के भन्न चाहनुहुन्छ मेरो भ्लगमा? ल सबै subscribe and do lots of comments. Thank you so much for this cake. सर यहाँ त पाउडरहरू रहेछ, पाउडरहरू रहेछ। अकेलामा मायाको फुरस फुलाउने हाम्रो चाहिँ पिकनिक अब प्याकअप भइसक्यो। हेर्नुभयो साथीभाइ हो नि त, भरे आजको हौसीको हाउसफुल विजेता चाहिँ हाम्रो यहाँ बेबी डल हुनुहुन्छ अनि उहाँले चाहिँ त्यो 1600 चाहिँ घरमा नलानु हुने अरे। त्यो चाहिँ हाम्रै साथीभाइहरूलाई स्कुलमा एक दिन चटपटे खुवाउनुहुन्छ अरे, कोक सहित खुवाउनुहुन्छ। ल ल ल ल
यहाँ ओर्ने भनेको ओर्लिनै मन लागेन अस्ति म घरै ओर्लिनु पर्यो कति खाएर मात्रै जानु पर्यो घरमा छुट्टी छैन